कुदिरहेको छु अनि सराइ पुग्नु भएको छैन अनि सुक्खा पाइला सुकैमा आई होप सर छिटै आउनुहुन्छ सर चाहिँ आउनु भइसकेको छ अब कति ढिलो भयो फर्क्या अब हामी जाँदैछौँ एन्ड टुडे इज आवर डेस्टिनेसन चोबार हामी चाहिँ यहाँ आइपुगिसक्यौँ एन्ड हाम्रो पार्किङ भइसक्यो अनि अघि पार्किङ गर्ने बेला चाहिँ कुन बाइक भएको थियो बट रूपा म्यामको बाइक स्कुटर देखेर चाहिँ यही रूपा म्याम यहाँ स्कुटर पार्क छ सो यतै भनेर हामीले यतै राख्यौँ एन्ड हामी चाहिँ आइपुगिसक्यौँ अब यसपछि तल गएर टिकट काट्यौँ अनि भेट्छौँ अनि मन्जुश्रीले काट्नु भएको चोबारको डाँडो चाहिँ यही हो तेरो यो काटेर त्यो बाघमा सर यता हुनुहुन्छ अब हामी टिकट काटेर जान्छौँ ब्युटिफुल प्लेस सो यहाँ चाहिँ एकदम पिकनिक छ जसरी भएको भएर कृपया पिकनिक सम्बन्धित व्यक्तिहरू मात्र खै होला त्यही भनेको थियो So that is our not picnic अरे हाम्रो अरूले पिकनिक गर्ने खासै छ सिनेमा लाग्छ मेन माथि होला यो अरूले स्पोर्ट भिडियो चाहिँ मैले टिकट काटेर भनेको थियो माथि है टिकट काट And he is my guru. उहाँ चाहिँ मेरो गुरु हो डान्स गुरु कता हुनुहुन्छ अरे ए तल So we are moving in ticket counter. One was cardiac. Park, Pitra Park. माथि मन्जुश्रीको मूर्ति
And there is हाम्रो म्यामहरू त्यहाँ गएर बस्छ बाटोमै डान्स गराउनु हुन्छ कोपिला उसको चाहिँ डान्स टिचर म मेरो स्प्रिङ भ्यालीको स्टुडेन्ट बाबु चाहिँ दिस इज हाम्रो पिकनिक बदाम हेलो म्याम म चाहिँ कोकवाली भन्नु न म चाहिँ बदाम हेलो सुविदाई हेलो ल टेस्ट गरौँ न त के छ र यहाँ सबैजना ल माथि गर्नु सबको हालेलुया मेरो चाहिँ यति धेरै ए हजुरको खाली छ त खाली छ सो हाम्रो जब यहाँ कार्यक्रम चल्दैछ ल यो त सिक्नै पर्छ यहाँ सुन्दैछ ओके अनि यो प्लेस चाहिँ अब मञ्जुश्रीको लागि एकदम फेमस छ मञ्जुश्रीजीले एउटा डाँडा काट्नु भएको एन्ड त अल ओभर काठमाडौँ भ्याली बाटो अलिकति गाह्रो भएको छ सो मेरो साथी रेशम चाहिँ तल गएको छ अनि क्यान सी तलतिर गएको छ अब रेशम चाहिँ तल गएको छ म चाहिँ पछि पछि आउँदैछु अनि काठमाडौँ बसेको कति भयो बट यो प्लेस आएको थिइनँ अनि अझ आई थिङ्क यता पनि सुरुमै छ होला होइन के दिस इज नाइस क्यान चेक and whenever I do sound like ooh I feel के कस्तो गाउँघरको भाइब्स आउँछ क्या अनि मेरो भोइस चाहिँ अस्ति मैले बिहान 4 बजे मेबी यस 4 बजे केक खाएको त्यही भएर यस्तो भइरहेछ अनि अल्सो यता पनि सुरुङ भगवान् ग्रिन हाउस वाउ इन्ट्रेस्टिङ यता पनि सुरुङ मेरो साथी हो साथी चाहिँ त्यहाँ छ अनि मैले चाहिँ मेन प्रवेशद्वार चाहिँ त्यहाँ रहेछ नि मेन गुफाको प्रवेशद्वार अमित मूल गुफा प्रवेशद्वार चौरहरूको डाँडा त काट्यो भन्यो होइन फेरि कसैले त होइन अनि गुफा थोरै त्यो गुफाको सुरुङबाट डाँडा काटेर गुफाको सुरुङबाट नि पानी पठा भन्थ्यो त होइन मेनमा भनेको हामीले डाँडा काटेको मेन होइन मञ्जुसीको उसले काट्यो अब चाहिँ तल चाहिँ त्यो डाँडा काट्यो
यहाँबाट तल जानु सक्छौँ छ अनि मेरो साथी बेस्ट फ्रेन्ड यहाँ छ हेर्ने हेर मस्केको भोटे एन्ड ओके हामी चाहिँ क्लास 11देखिको बेस्ट फ्रेन्ड अनि अहिले 4-5 वर्ष भइसक्यो एन्ड दिस स्टिल माई बेस्ट फ्रेन्ड होइन यी तेरो बेसी रहनु पनि छ तेरो बेसी रहनु पनि छ नकाटिकन हाल्यो चाहिँ कसैले रोस्ट राखेको रहेछ उसको मायाको सम्झनामा प्लिज आएर लैजानु होला आएको होला अनि नआएको त्यतिकै फाले होला थाहा भयो त्यही भएर यस्तो कहिले पनि गर्नु न मान्छेलाई भेट्न बोलाएपछि जानुपर्छ हामीलाई म्यामले सरले कराउनु भएपछि त हामी तलसम्म आइसक्यौँ हामीलाई चाहिँ कराउनु बेला भइसक्यो एन्ड दे आर क्लिकिङ तल हाम्रो कलाकारजीहरू हेलो दे आर सो ब्युटिफुल एन्ड श्रेया म्याम रोक्नुमा सबै तरकारीमा नुनै लागेन हेलो म्याम म्याम से हेलो उहाँ चाहिँ मेरो डान्स गुरुआमा डान्स गुरु मेरो कर्म दिने आमा कर्म दिने आमा अरे अनि त्यहाँ सर हुनुहुन्छ नमस्ते हेलो म चाहिँ अब क्यामराम्यान भइसक्यो ओ वाह क्या लड्का है ओके हो भना मेरो माया आउँछौ आउँदैनौ पक्कै मर्छु उहाँहरूको चाहिँ टिकटक बिछोडाको करौँतीले काट्नुमा नै काट्यो जाँदा जाँदा मूल बाटोमा दुईटा बाटो फाट्यो सरले चाहिँ भिडियो बनाइदिइरहनु फोटोहरू रेशमको फोटो क्लिक सेसन चलिरहेको छ ल मेरो भएन क्या अमित ल त्यहाँ गर्दा त्यहाँ बसेर गर्न त्यही यहीँ
हामी चाहिँ डान्स गरेर एकछिन वासरुम जानको लागि हिँड्दैछौँ एन्ड म त रमाइलो लाग्यो त नाच्या भएर आवाज मेरो सरी तल म्यामले बोलाउनु भइसक्यो कुदेको भटे सो हामी चाहिँ खाना खान जाँदैछौँ रेसम यहाँ अब हामी चाहिँ जाँदैछौँ ए कोपिला त्यो के होला है म्याम मेरो घाँटी चाहिँ हजुर खै होला स्टेप हत्तेरिका साइलेरीमै छत्तेरिका साइलेरीमै अमलाई पल्लारे साइलोले हत्तेरिका साइलेरीमै ए म्याम जम Oh, the birds. खाना खाना चाहिँ भाइ तल पुऱ्याउनु भयो हामीलाई हेलो लिएर जाने बियरहरू होइन लैजाने नि वाउ 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 इन्ड्राइभ पठाउ चाहिएला सम्पर्क के लाग्यो भटेको गयो हाम्रो खाना चाहिँ यहीँ छ अरे हामी चाहिँ खाना खाएर अब निस्किसक्यौँ खाना खाएर सबैजनाले स्पिकर त्यहाँ राखिदिएको छ हामीले यस एकदम ब्युटिफुल स्टार्टिङ होइन बिचमा यहाँ त घाम आउँछ एकैछिन ल्याइदिनुहोस् त
राम्री छोरी जुनकेरी जाम छोरी कोपिला हजुर मम्मी है भने हजुर मम्मी खोइ गरिला हामी चाहिँ पुलमा जाने कार्यक्रम So, आता जाँदैछ सतुवा हजुर जाला र ल Hey! Zara. Hello, bye bye. So seriously यो आवाज निकालिरहेछ अब चाहिँ हामी खानासाना खाएर सबैतिर घुमेर अब माथि फेरि जाँदैछौँ हाम्रो प्लेसमा मेरो पछाडि सर हुनुहुन्छ ओके हात पकड के बेटा हात राख्नु त्यसपछि अरूहरू चाहिँ माथि पुगिसक्यो जम्मे जमजम के हुँदैन फोटो खिचिराम जम सर माथि मन्दिर जाँदैछ मन्जुश्रीको बाटोमा धेरै गाह्रो भइरहेको हिँड्दा के हो यहाँ हाल्दैछ Why they all are in outside? आउँदै हुनुहुन्छ म्याम नआउने रे So this is a monastery. Wow.
त्यहाँ हेर्नु नि क्या खतरा देख्यो क्यामेरामा मलाई यता खिच्देऊ न ल This is the beauty of the Manchester Park. Wow. ले के हो यस्तो मैं तिमीलाई राइहाल्छु Kalu balik kami, lai duka jati
तरकारी जागिर खाएको सरकारी छुँदा तिमीलाई मनै हरर लगन बाटो कुरा सुन्न साँचो माथि छोड्दा आँसु भरर गाडे सिस्नु तरकारी जागिर खाएको सरकारी छुँदा तिमीलाई मनै हरर राति भइसकेको छ एन्ड घामहरू सब अस्ताएको छ हामी मञ्जुश्री पार्कमा टिकटक भिडियोहरू बनाएर एन्ड हामी अब फर्किन लागेको छु मेरो चाहिँ हात खराब छ फेसको एज यु क्यान सी यहाँ आउँदाखेरि यहाँ एकदम हरियाली परियाली थियो बट अब के गर्नु मतलब हरियाली सरी घामहरू थियो सो अब चाहिँ हामी सकिँदैछौँ यहाँ माथि आएर हिँड्छु बराबर यता होइन र सो आज चाहिँ हाम्रो मञ्जुश्री पार्क घुमेर र फाइनली गाइज हाम्रो पिकनिक चाहिँ अब यहीँ भएको छ होइन सबैजना अब घर लाग्ने तर्खर गर्दैछौँ सो लास्टमा हामी 3 जना बसेका छौँ सन्तोष सर म अमित अनि गाइजहरू अगाडि नै गइसक्यो होइन सो हाम्रो भ्लगको इन चाहिँ अब यहीँ हुन्छ भनौँ 1-2टा ब्लाइटको क्लिपहरू पनि आउला होइन सो आजको पिकनिकको इन भनेको अब यहीँ हुनेछ सो फाइनल एडिट हेर्नु होला गाइज ओके बाई बाई दिस इज द एन्ड अफ नाइट प्रोग्राम भन्ने क्या ल सर कुन बाटो जाने तपाईँ